हिजो संसार दोस्रो विश्वयुद्ध पछाडि एउटा व्हाइट हाउस भन्ने एउटा गोप्य कोठामा संसारको भाग्य र भविष्य कोरिन्थ्यो भने यति बेला खुल्ला बेजिङको ग्रेट हल अफ द पिपल भन्ने हलभित्र संसारको भाग्य र भविष्य कोर्ने वातावरण सिर्जना भइरहेको कुरा यति बेला हामीले छर्लङ्ग समाचारहरूमा देखिरहेका छौँ। त्यति बेला तपाईँ हामीलाई थाहा छ हाम्रो देश कतिले भन्छ भन्टी पार्टीहरूले बालेन सरकारले हाम्रो देश चलाइराखेको छ भन्छ, तर त्यो त हामीले बाहिर भौतिक रूपमा देख्ने मात्रै हो सरकार, बालेन सरकार। यति बेला हाम्रो देश त पश्चिमा मुलुकहरूले चलाइराखेको छ। यो त तपाईँ हामीलाई थाहा छ, थाहा भएको कुरो हो। कतिले यहाँ बालेन सरकार भनिराखेको छ, यो वास्तवमा बालेन सरकार नभएर पश्चिमा सरकार हो। यो चाहिँ सत्य तथ्य हो। तर अब साथीहरू बिस्तारै बिस्तारै जसरी सोचेको थियो, जुन विचारले, जुन दर्शनले, जुन मालिकले अराएर देश जलाएर खरानी बनाएर एउटा सरकार त बनाउन सफल भए, तर यो सरकारले यो देश र यो देशका नागरिकहरूलाई अगाडि बढाउने बाटोहरू चाहिँ बन्द भइसकेको कुरा चाहिँ हिजो अस्ति भर्खरै मे 13 तारिक दलबल सहित आफ्नो मुलुकका सबै वैज्ञानिक र सबै चाहिँ नै धनाढ्य मालिकहरू, कम्पनीका मालिकहरू दलबल सहित चाइनाको बेजिङमा ग्रेट हल अफ द पिपल भन्ने एउटा हलमा दलबल सहित शरण लिनु र सल्लाह माग्नुको लागि, शरण माग्नुको लागि एकजना सेतो कपाल भएको मान्छे त्यहाँनिर 2 रात 2 दिन गुजारिसकेपछि प्रमाणित भयो कि अब पश्चिमबाट यो संसार अब सम्भव छैन चलाउनको लागि भन्ने कुरो त्यहाँ प्रमाणित भइसकेको छ। हिजो संसार दोस्रो विश्वयुद्ध पछाडि संसार एउटा व्हाइट हाउस भन्ने एउटा गोप्य कोठामा संसारको भाग्य र भविष्य कोरिन्थ्यो भने यति बेला खुल्ला बेजिङको ग्रेट हल अफ द पिपल भन्ने हलभित्र संसारको भाग्य र भविष्य कोर्ने वातावरण सिर्जना भइरहेको कुरा यति बेला हामीले छर्लङ्ग समाचारहरूमा देखिरहेका छौँ। 2 दिने भ्रमण पश्चात अब फेरि संसारकै शक्तिशाली निवर्तमान सोभियत संघ, वर्तमान रुसका राष्ट्र प्रमुख भ्लादिमिर पुटिन अब मे 20 तारिकको दिन त्यही ग्रेट हल अफ द पिपल भन्ने हलभित्र एउटा गोप्य र रहस्यमय सिग्नेचर गर्नको लागि आउँदै हुनुहुन्छ। त्यस पछाडि पक्कै पनि संसारको भाग्य र भविष्यको मोडहरू बदलिने सम्भावना धेरैभन्दा धेरै हामीले बुझिराखेका छौँ। द ग्रेट हल अफ द पिपल हलभित्रबाट संसारको भाग्य र भविष्य कोर्ने जुन निर्णयहरू भइराखेको छ यो चान्चुने विषय होइन। रुस, युक्रेन, इरान, इजरायल, अमेरिकाको युद्धको कारणले गर्दाखेरि संसारमा यति बेला हामीलाई जीवनशैली असहज बनिरहेको अवस्थामा हामीले आशा गरौँ त्यो ग्रेट हल अफ द पिपल हलभित्रबाट पक्कै पनि मानव जातिहरूको अर्थात् यो संसारको एउटा उद्धारको काम हुनेछ भन्ने आश पनि कहीँ न कहीँ जागेको छ। पश्चिमाहरूबाट अब आश हामीले गर्न सकिँदैन। हाम्रो पनि सङ्गठन त्यसरी नै हो। जुन भूराजनीतिको जुन लेभलमा भूराजनीति चलिरहेको छ, राष्ट्रिय राजनीतिको पनि त्यसरी हो र राष्ट्रभित्रका शक्तिहरूको पनि एउटा नमुना त्यसरी नै जान्छ। जसरी हामीले सङ्गठनको विषयमा, गोप्य र आगामी दिनहरूका विषयमा र इतिहासको विषयमा, मङ्गोल नेसनल अर्गनाइजेसनको विषयमा बुझ्नु पर्यो भने हामी कहाँ जानु पर्यो भन्दाखेरि झापाको बाहुनडाँगी मेचीनगर 2 मङ्गोल रिसर्च सेन्टरमा हामी जाने गर्छौँ। जाने गर्नु भएको छ टोली सहित। त्यसरी नै अब संसारले अब आगामी दिनहरूमा कसरी अगाडि बढ्ने, इतिहास के हो, कसरी अगाडि बढ्ने भन्ने विषयमा बुझ्नको लागि चाहिँ चाइनाको बेजिङ स्थित रहेको ग्रेट हल अफ द पिपल भन्ने हलभित्र जानै पर्ने बाध्यता सिर्जना भइसकेको छ।
त्यसकारणले